तपाईँ योपालि नेकपा एमालेमा भोट हाल्ने सोच्दै हुनुहुन्छ भनेपछि एकैछिन यो भिडियो हेर्नुहोस्, त्यसपछि म तपाईहरुलाई केही कुराहरू भन्ने छु। अब भिडियो मजाले हेर्नुभयो होला, त्यही हिसाबले भन्छु म। पहिला 24 गते भयो, अनि बल्ल 23 गते भयो। पहिले सांसद जल्यो, पछि गोली चल्यो भन्ने कथन राजनीति हो कि जनतालाई डर देखाएर भोट माग्ने हत्कण्डा हो? सांसद जल्नु गम्भीर घटना हो, गोली चल्नु अझ झन् गम्भीर घटना हो। तर घटनामा राज्य असफल भयो कि सरकार असफल भयो भन्ने प्रश्नको जवाब एमालेको भाषणमा छैन। दर्शकबिन, उनीहरू घटनाको जिम्मेवारी लिने होइन, भावनामा खेल्ने काम गर्दैछन्। यदि सांसद भवन जल्दा सरकार मौन रह्यो भने त्यो सरकारको नालायकी हो। यदि गोली चल्दा पनि दोषी कारबाहीमा आएनन् भने त्यो कानुनमाथिको ठट्टा हो। तर एमाले नेताहरू तथ्य र समाधान होइन, डर, उत्तेजना र विगतको रोइलो बेचिरहेका छन्। दर्शक, राजनीति भनेको भाषणले होइन, उत्तरदायित्व, जवाबदेहिता र कामले चल्नुपर्छ। नत्र त्यो भाषण जनताको सुरक्षा होइन, जनताको भोक मात्र हो। तपाईले एमालेलाई भोट हाल्ने सोच्दै हुनुहुन्छ, केपी ओलीलाई भोट हाल्ने सोच्दै हुनुहुन्छ भनेपछि तपाईले धेरै कुरा सोच्नु होला। विगत 20 वर्षलाई हेर्नु होला। पहिला तपाईले सोच्नुपर्ने बेला आयो भन्नुहुन्थ्यो, अब साँच्चीकै सोचिसक्नुपर्ने अवस्था आइसकेको छ।